थाइल्यान्डबाट आएको भोलिपल्टै फेरि खानाको लागि इन्भाइट आयो व्हाइट गुम्बाको दिदी विनिताबाट। त्यसपछि म पनि मक्ख पर्दै हामी सबैजना व्हाइट गुम्बातर्फ लाग्यौँ। भिनाले चाहिँ नमस्ते भन्दै हुनुहुन्छ यता दिदीहरू सबैजनालाई, मेरो आमा मेरो साथी सबैजनाले चाहिँ चिसोबाट दिदीले वेलकम गर्नुभयो। त्यसपछि 84 व्यञ्जन, हो माई गड यति मिठो खाना खुवाउनु भयो कि दिदीले। त्यसपछि दाईले, अनि त्यसपछि एकजना नाति केटोले, हेर्नुहोस् कति मिठो मिठो खानेकुराहरू खुवाउनु भएको। ओ माई गड, थाइल्यान्डमा त हुन्छ नि, मैले एक हप्तासम्म राम्रोसँग खानाहरू खाना पाएको थिएन कि साथी। आई मिन नेपाली दाल भात चाहिँ के त्यहाँ मिठो हुन्न क्या, त्यो त्यहाँको फलफुलहरू त मिठो भइहाल्छ, त्यो खाएर बाँच्ने हो क्या एक हप्तासम्म चाहिँ होइन। अनि त्यसपछि यहाँनिर चाहिँ हाम्रो बिन्दा दिदीलाई चाहिँ ल है नयाँ पसल सुरुवात गर्नुभएकोमा बधाई भनेर यहाँ हाम्रो नानाहरूले चाहिँ पुरा बधाई दिँदै हुनुहुन्थ्यो। त्यो क्लिप्स पनि मैले खिचेँ। दिदी चाहिँ संसारकै राम्रो मान्छे लाग्ने कि हामीलाई चाहिँ, किनभने उहाँले धर्म सम्बन्धी हरेक कुराहरू सिकाउनुहुन्छ, धर्म कर्म, अनि त्यसपछि सहयोगहरू सम्बन्धी हुन्छ नि, दिएर कहिले पनि मान्छे रितिँदैन, झनै पुग्छ भन्नुहुन्छ। त्यसपछि मेरो सुरु भयो चटकलाई, हेर्नुहोस् है। किनभने दिदीले चाहिँ ल है मकै खान आउनुपर्छ, अब मकै त हुन्छ नि सुक्ने बेला भइसक्यो, अब हरियो अहिले खाने हो बेला भनेर बोलाउनु भएको थियो। सो हामीले चाहिँ बारीबाट मकैहरू लिएर आयौँ होइन। यहाँले हेर्न सक्नुहुन्छ आधी डोको छ क्या मकै पनि। ओ माई गड यस्तो मिठो थियो, मैले चाहिँ काँचो नै हेरेको थिएँ कि, दुधे मकै भन्छ नि, साह्रै मिठो। ए भगवान्, हेर्नु न त, ढोकाभन्दा मान्छे ठुलो भएपछि के गर्नु, झन्दै नअटेको बल्ल तल्ल भित्र छिरे। त्यसपछि भित्र आगो फुकेर हामीले चाहिँ मकै पोल्ने निर्णय गरेँ। तर यस्तो धुवा थियो कि त्यसपछि म चाहिँ फुत्त बाहिर निस्केर बसेको मात्रै के थियो। हेर्नु न, दिदीले यस्तो मिठो मकै पोलेर ल्याइदिनु भयो कि। अनि त्यसपछि अहिले भर्खर खाना खाएको थियो, त्यसपछि 1-2 घन्टा जति रेस्ट गरेर हामी चाहिँ फेरि मकै खान थाल्यो। मेरो साथी हेर्नु न, खन्चुवालाई त यसलाई त जे पाए पनि खाइदिने कि यसले पनि, मेरो सङ्गत गरेर यो पनि मोटाएर केही छैन। अनि त्यसपछि अब चाहिँ खाने पालो मेरो है। ल साथीहरू, मैले पनि गम गम खान थालेँ, गफ पनि हान्न थालेँ। ज्यान हेर्नु न, ज्यान, हे भगवान्, क्यामेरामा पनि कहिलेकाहीँ त नड्ला भन्ने पिर पर्न थालिसक्यो, तर पनि के गर्ने, खान मन लाग्छ होइन। टक्क लाएर खायो, ज्यान बनायो। तर घटाउनु पर्ने भनेको खोइ 10-12 वर्ष भइसक्यो, ज्यान त घट्ने उनी गर्दैन क्या। त्यसपछि अब खाएर मात्रै हुँदैन, दिदीलाई चाहिँ घरमा पनि पठाउनु पर्छ। हेर्नु न, हे भगवान्, यस्तो दिदी त भाग्यमानले मात्रै पाउँछ कि। दिदी फेरि पनि बोलाउनु ल भनेर के भन्नु, दिदीलाई यति साह्रो दुःख छ। थ्याङ्क यू सो मच दिदीलाई चाहिँ धेरै धेरै धन्यवाद यति मिठो खानाको लागि अनि यस्तो राम्रो मकैको लागि। यो मकै चाहिँ म सबैजनालाई बाँड्छु कि अफिसमा, यहाँ स्टाफ बहिनीहरूलाई पनि टक्क लाएर उसिनेर खुवाउँछु। सबैजनाले खाएपछि सबैजना खुसी, अनि दिदीलाई त्यही आशीर्वादले अझ दिदीको दोब्बर तेब्बर चौबर 5 बार पुरा बढेर जान्छ क्या। नाति केटो पनि पुरा, नाति केटोको चाहिँ तारिफ गरेँ हामीले चाहिँ, राम्रो नाति नै मिलोस् है भनेर। आमा मुस्कान हेर न, केटाको मुस्कान। त्यसपछि हामी चाहिँ दिदीलाई बाई गऱ्यौँ, त्यसपछि हामी घर आयौँ।